नमस्कार सबैजनालाई। आज चाहिँ हामी क्लास 12 को कम्प्लेक्स नम्बर भन्ने पढ्न गइरहेको छौँ। बेसिक म्याथको कम्प्लेक्स नम्बर भन्ने च्याप्टर हो यो र त्यसको पनि आज हामीले मेनली सबभन्दा सजिलो ओमेगावाला हिसाब हो यो, त्यो गर्न गएको छौँ। यो चाहिँ ओभरै सजिलो, लास्टै सजिलो छ। म्याथ बुकभरि क्लास 12 को म्याथ बुकभरि सबभन्दा सजिलो च्याप्टर भनेकै यही ओमेगावाला हो। योभन्दा अरू सजिलो सबै सजिलो हो, तर योभन्दा सजिलो अरू छैन कुनै पनि, मलाई लाग्ने चाहिँ। र हामीले यो पढ्नुभन्दा अगाडि हामीले एउटा फर्मुला याद राख्नुपर्ने छ, त्यो भनेको चाहिँ 1 प्लस ओमेगा स्क्वायर इज इक्वल टु 0। बस यति याद राख्नुपर्ने छ। यो याद गऱ्यौँ भने हामीले 1 प्लस ओमेगा इज इक्वल टु माइनस ओमेगा स्क्वायर, यो एउटा भयो। 1 प्लस ओमेगा स्क्वायर इज इक्वल टु माइनस ओमेगा, यो अर्को भयो। ओमेगा प्लस ओमेगा स्क्वायर इज इक्वल टु -1, यो अर्को भयो। यति बनाउन सक्छौँ। बस केवल यो एउटा याद राख्नु पर्यो, यति भए हामीलाई पुग्छ। अरूबाट आफै भइहाल्छ। र योभन्दा अर्को मेन कुरा चाहिँ हामीले याद राख्नुपर्ने भनेको ओमेगा क्युब इज इक्वल टु 1। बस यो याद राख्नुपर्छ। यति दुईवटा याद राख्यौँ भने त अरू केही पनि याद राख्नु परेन। अब ओमेगा क्युब इज इक्वल टु 1, ओमेगा 6 इज इक्वल टु 1, जुनलाई यो 3 को टेबलले भेट्छ नि, 3 1 जा 3, 3 2 जा 6, 3 3 जा 9, 3 4 जा 12 हुँदै डट हुँदै 3 को टेबलले जति पनि भेट्छ ती सबमा 1 हुन्छ क्या भ्यालु पावर। अब ओमेगा 9 छ भने पनि 1 नै हो, ओमेगा 12 छ भने पनि 1 नै हो। यसरी बुझ्दै जानु। अर्को याद गर्नुपर्ने भनेको ओमेगा भनेको त ओमेगै भयो। ओमेगा स्क्वायर भनेको पनि ओमेगा स्क्वायर, यो आफ्नै छ। ओमेगा क्युब भनेको 1, अर्को भनेको ओमेगा 4 भनेको कति त? ओमेगा 4 भनेको ओमेगा 3 इन्टु ओमेगा। ओमेगा 3 1, ओमेगा भनेको ओमेगै हो। ओमेगा 4 भनेको ओमेगा हो। अनि ओमेगा 5 भनेको कति? ओमेगा 5 भनेको ओमेगा 3 इन्टु ओमेगा 2, अनि यो भनेको 1, अनि ओमेगा स्क्वायर भनेको ओमेगा स्क्वायर। ओमेगा 6 भनेको त सिधै लेखतिर भइगयो, ओमेगा 3 इन्टु ओमेगा 3, यसरी आएको है। यो त देखाउनु परिरहेको थिएन, तर पनि देखाइदिएको मैले बुझाएको। अनि यो 1 इन्टु 1 भनेको 1 नै भयो। 3 को टेबलले जेलाई भेट्छ ती सबै यही हो। अनि ओमेगा 7 भनेको कति हो त? ओमेगा 6 भनेको 1 इन्टु ओमेगा भनेको ओमेगा 7 भनेको ओमेगा। यो 1 कसरी आयो बुझिहाल्नुभयो होला। ओमेगा 6 भनेको 1 हो, अनि ओमेगा यहाँ छ। अनि अर्को के? ओमेगा 8 भनेको कति हो त? ओमेगा 8 भनेको ओमेगा स्क्वायर। कसरी त? कसरी? यसरी। ओमेगा 8 भनेको ओमेगा स्क्वायर कसरी भन्दा ओमेगा 6 इन्टु ओमेगा स्क्वायर हो नि त ओमेगा 8 भनेको त। अनि ओमेगा 6 भनेको त 1, ओमेगा स्क्वायर भनेको ओमेगा स्क्वायर, यो भनेको ओमेगा स्क्वायर, यसरी आउँदो रहेछ भन्ने कुरो थाहा भयो। बस यति हो, अरू केही नै छैन हामीले याद राख्नुपर्ने। यति जान्नुभयो भने अब हामी हिसाब गर्छौँ। यो एउटा क्वेसन छ, यो चाहिँ एनइबीमा सोधेको क्वेसन हो, कहिले एकचोटि सोधिरहेको थियो। यो कसरी गर्ने भन्दा एलएचएस जस्ताको त्यस्तै सारेर चाहिँ हामीले यहाँ ओमेगा माइनस ओमेगा स्क्वायरको क्युब माइनस 1 माइनस ओमेगा प्लस ओमेगा स्क्वायरको क्युब, यो दिएको छ हामीलाई। अब 1 प्लस ओमेगा भनेको के हो त? 1 प्लस ओमेगा भनेको हामीले अगाडि भनेको छौँ त। 1 प्लस ओमेगा भनेको माइनस ओमेगा स्क्वायर लेख्थ्यौँ, ट्याङ्किड्याङ। केही पनि छैन अब त, टाउको दुखाउने कुरो। त्यही फर्मुला, मेन फर्मुला, यो 1 नम्बरको यो फर्मुला जान्नुभयो भने सबै बुझ्नुभयो भन्दा भयो कम्प्लेक्स नम्बर। अरू केही पनि छैन, नाम मात्र कम्प्लेक्स हो क्या, त्यति कम्प्लेक्सै छैन यो। अरू पनि हामी पढ्छौँ, पोलार फर्म, इलुलर फर्म भन्ने अरू डिमोर्गी थ्योरमहरू छ। अर्को बस त्यति हो, हामी त्यो पनि पढ्छौँ। यो चाहिँ मैले किन गराएको भने सबभन्दा सजिलो छ, त्यही भएर। ल अब के गर्ने भने 1 प्लस ओमेगा भनेको माइनस ओमेगा स्क्वायर माइनस ओमेगा स्क्वायर, यो क्वेसनमै छ, बुझ्नुभयो होला। अनि फेरि माइनस, अब यसलाई हामी 1, यो ओमेगा स्क्वायरलाई हामी यहाँ ल्याइदिन्छौँ क्या, ओमेगा स्क्वायर, अनि यो माइनस ओमेगा यता। यो केही पनि छैन, यताको उता पारिदिएको त हो। के छ र यहाँ? केही पनि छैन। ओमेगा क्युब, यो क्युब छ। ओमेगा स्क्वायर माइनस ओमेगा स्क्वायर भनेको -2 ओमेगा स्क्वायरको क्युब हो।
अनि माइनस 1 प्लस ओमेगा स्क्वायर भनेको माइनस ओमेगाको क्युब अनि फेरि अब यसलाई खोलिदिउँ 2 को क्युब र ओमेगा स्क्वायरको क्युब। यो बुझ्नुभयो होला, यो हामीले उहिल्यै बच्चैदेखि पढेको यो इन्डिसेसमा क्लास 10 तिर 9 तिर 8 तिर केही पनि छैन यहाँ। माइनस अब फेरि माइनस ओमेगा भनेको माइनस 2 ओमेगाको क्युब। अब माइनस 2 को क्युब भनेको माइनस 8 ओमेगा 6 2 3 6 ओमेगाको पावर 6 माइनस यसलाई पनि खोल्यौँ, यहाँको खोले जसरी नै खोल्यौँ, कहाँ यहाँ खोले जसरी नै खोल्यौँ यसलाई पनि। अब माइनस 2 को क्युब इन्टु ओमेगाको क्युब। अब माइनस 8 ओमेगा क्युब भनेको कति हो? ओमेगा 6 भनेको 1 हो, ओमेगा क्युब पनि 1 नै हो। ओमेगा 6 भनेको 1 8 1 अब माइनस अब यहाँ माइनस 2 को क्युब भनेको माइनस 8 अब फेरि ओमेगा क्युब भनेको 1 अब माइनस 8 माइनस प्लस 8 माइनस 8 प्लस 8 भनेको कति? 0। हाम्रो प्रुफ हामीलाई क्वेसनले सोधेको यही हो, 0ले भनेर। केही पनि छैन, केही नै छैन, टाउको दुखाउनु पर्ने। स्क्रिनसट लिनु होला, होइन भने कपीमा लेखेको छ बुझ्नुभयो भने त साह्रै राम्रो। केही बुझ्नु भएन भने कमेन्ट गर्नु है त मलाई, म भन्ने नै छु। र अरू क्वेसनहरू पनि हामी लिएर आउनेछौँ। र यो च्यानल सब्सक्राइब गर्नु होला यस्तै भिडियो हेर्नु छ भने। धन्यवाद। छिट्टै हामी अर्को भिडियोमा भेट्नेछौँ।